ग्रहण गरौँ स्वागत छ वेलकम गर्न चाहन्छु लेट्स वेलकम माय को-होस्ट अफ दिस इभेन्ट अनुष्का टङ्गोल टु अन दिस स्टेज प्लिज धन्यवाद चाहनुहुन्छ भने उहाँहरूलाई खुसी बनाउनुहोस् जजलपा गुड आफ्टरनुन नमस्ते हेलो एभ्रिवान म अनुष्का टङ्गोल आजको को-होस्ट फेरि एकपल्ट तपाईहरु सम्पूर्ण महानुभावहरूलाई आजको किड्स स्टोर मन्टेसरी प्री स्कुलको ग्रेजुएसन डेमा हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु शिक्षा हाम्रो जीवन अन्धकारमा ढाकिन्छ बिना शिक्षा हामी एउटा सिडी पनि चढ्नलाई अहिले देख्न पाउँछ अहिले त हेर्नुहोस् न यो व्यक्तिको वडा भनेर हामी टाढासम्म जानुपर्छ हजुरको हातमा भएको सेलफोनले नै संसारमा चिन्न सकिन्छ संसारलाई जान्न सकिन्छ त्यसै क्रममा त्यस्तै शिक्षा दिनको लागि विगत लामो समयदेखि स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तित्वहरू विभिन्न किसिमका सङ्घ-संस्थामा आबद्ध भई विभिन्न सङ्घ-संस्थामा आबद्ध भएर ट्रेनिङ प्राप्त गरी आफ्नो स्वास्थ्य क्षेत्रको मात्र होइन विभिन्न क्षेत्रलाई निहाल्दै यस स्कुलको उहाँले समुद्घाटन गर्नुभयो ऊ व्यक्तिको नाम त म लिनै हाल्छु त्योभन्दा पनि पहिला कार्यक्रमलाई समुद्घाटन गर्नको लागि कार्यक्रमको सभापतित्वको हाम्रो आवश्यक पर्छ कार्यक्रमको सभापतित्वको आसन गर्नलाई हुन म खोकना स्वास्थ्य चौकी स्वास्थ्य प्रमुख पनि हुनुहुन्छ श्री विष्णुमाया थापाज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु खाएको छ हामीसँग एकदम ड्यासिङ स्माइलिङ आसनहरूले क्रमलाई अघि बढाउँदै ललितपुर महानगरपालिका वडा नम्बर 21 का वडा प्रतिनिधि श्री सालिका अर्जुनज्यूलाई पनि म अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु र धेरैभन्दा धेरै संस्थामा आबद्ध भएकोले भ्याक्सिन प्रसारण गरी अघि अब विशेष अतिथिको आसन गरिदिनु हुन म प्रकाश सरको अति लगाउनुहुन्छ दौडिनुहुन्छ नाच्नुहुन्छ गाउनुहुन्छ उहाँ स्वास्थ्य पनि उहाँलाई त्यति थोरै तालीले म आसन गर्न हार्दिक स्वागत यहाँको छोराछोरीको भविष्य यसै स्कुलबाट उच्च शिक्षा कोटि सम्पदाको आचल मेहरू करागतले स्वतन्त्र आचल ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छ विशाल अग्रगामी राष्ट्र हाम्रो जय म आज क्रिकेटका साथ यस ग्रेजुएसन डेमा तपाईँहरूको सामु उपस्थित छु किनकि हामी यहाँ एक महत्त्वपूर्ण अवसर मनाउन भेला भएका छौँ हाम्रा उज्जवल र प्रतिभाशाली ससाना भाइ बहिनीहरूको ग्रेजुएसन डे यो विशेष कार्यक्रम तपाईँहरू सबैलाई स्वागत गर्न पाउँदा अत्यन्त खुसी लागेको छ र आज यहाँको गरिमामय उपस्थितिको लागि म हार्दिक स्वागत गर्न चाहन्छु तपाईँको व्यस्तताको बावजुद तपाईँको सहभागिताले यस अवसरको सुन्दरता अनुग्रह र महत्त्वलाई अझ साँच्चै बढाउँछ सर्वप्रथम म अभिभावक शिक्षक र यस अविश्वसनीय यात्रामा सहभागी हुनुहुने सबैलाई धन्यवाद दिन चाहन्छु पिसफुल मन्टेसरी स्कुलमा तपाईँको अगम विश्वास हाम्रो सफलताको आधारशिला भएको छ
त्यो विश्वासको आधारको कारणले गर्दा हाम्रो आत्मविश्वास बढेको छ र फलस्वरूप हामीले हाम्रा सशस्त्र भाइ बहिनीहरूको लागि मन्टेसरी शिक्षा प्रदान गर्ने जिम्मेवारीलाई अँगालेका छौँ। यस जिम्मेवारीको भावनाका साथ हामी हाम्रो विद्यालयको सार र रूप समयको बदलिँदै आवश्यकताहरूसँग मेल खाने कुरा सुनिश्चित गर्दै प्रत्येक वर्ष हाम्रो शैक्षिक दृष्टिकोणलाई अनुकूल गर्न र विकास गर्न प्रतिबद्ध छौँ। हामी सबैलाई थाहा छ हाम्रा साना भाइ बहिनीहरूको शैक्षिक प्रगति कुनै एक पक्षले मात्र हासिल गर्न सक्दैन। यो सामूहिक प्रयास हो। विद्यार्थी, व्यवस्थापकहरू, शिक्षकहरू, अभिभावकहरू र निसन्देह बच्चाहरू आफै बिचको साझेदारी। हामी प्रत्येकले यी ससाना विद्यार्थी भाइ बहिनीलाई आकार दिन र तिनीहरूलाई आत्मविश्वास, जिम्मेवार र सक्षम व्यक्तिहरूमा बढ्न मद्दत गर्न महत्त्वपूर्ण भूमिका खेल्छौँ। आज हामी एक समुदायको रूपमा खडा छौँ। यी बालबालिकाहरूको लागि सर्वोत्तम सम्भव आधार प्रदान गर्न हाम्रो साझा जिम्मेवारीमा एकबद्धता छौँ। यस वर्ष क्रिस्टो मोन्टेसरी स्कुलले मोन्टेसरी एसोसिएसन अफ नेपाल म्यानद्वारा रोसेल अञ्चलमा आयोजना गरेको मोन्टेसरी डान्स इभेन्ट र नेपाल पौडी एकाडेमी महाराष्ट्रका नेपाल इन्टर स्कुल 2081 निष्कापिसामा सहभागी भई 9वटा खेलमा दोस्रो र तेस्रो स्थानमा जित्न सफल भएका छौँ। त्यति मात्र नभएर गत वर्ष शिक्षालयले आयोजना गरेको 18 नेसनल एजुकेसन एवार्ड 2018 मा पनि यस क्रिस्टो मोन्टेसरी स्कुलले कन्ट्रिब्युसन एवार्ड प्राप्त गर्न सफल भएका छौँ र हजुरहरूको साथ सहयोग अनि प्रोत्साहन शिक्षाको उपलब्धिबाटै हाम्रो यहाँसम्म आइपुगेको छौँ। तसर्थ हातमा हात, साथमा साथ, काँधमा काँध सहकार्य गरी सबै अभिभावकहरूमा पुनः हार्दिक कृतज्ञता एवं धन्यवाद दिन चाहन्छु। यस्ता कार्यक्रमले हाम्रा बालबालिकाहरूको शिक्षात्मक र उत्साह मात्र देखाउँदैन तर यसले बालबालिकाको विकासमा प्रोत्साहन र सृजनशीलताको लक्ष्यलाई पनि बलियो बनाउँछ। यस अवसरमा म यस कार्यक्रमलाई सफल बनाउन आफ्नो समय परिश्रम दिनुहुने सबैलाई कृतज्ञता व्यक्त गर्न चाहन्छु। आज हामी ससाना भाइ बहिनीहरूको ग्रेजुएट उत्सव मनाइरहेका छौँ। तिनीहरूको स्कुल वर्षको अन्तिम एउटा महत्त्वपूर्ण कोचिङ हो जुन तिनीहरूको सम्झनामा सधैँ ओरिन्छ। विगतका वर्षहरूमा स्नातकहरूलाई पढ्दैरहेका क्रिस्टो मोन्टेसरी स्कुलले हासिल गरेको कुरामा म ठुलो गर्व महसुस गर्छु। 2077 सालमा 11 जना स्नातक, 2017 मा 22 जना, त्यसै गरी 2018 मा 15 जना र यस वर्ष चाहिँ 16 जना भाइ बहिनीहरूले ग्रेजुएट गर्दैछन्। र यी विद्यार्थीहरूका लागि हामीले राखेका आधारहरू उनीहरूको विश्वास, उनीहरूको शिक्षामा अगाडि बढ्ने र समुदायको गौरव गर्ने कुरामा विश्वास गर्दछ। हाम्रो सफलता र यी विद्यार्थीहरूको सफलता यस यात्रामा संलग्न प्रत्येक व्यक्तिले साझा गरेको साहस, प्रोत्साहन र जिम्मेवारीको भावना परिणाम हो। तपाईँले क्रिस्टो मोन्टेसरी स्कुलमा राखेको विश्वासको कारणले गर्दा हामी आज हाम्रो 4औं ग्रेजुएसन डे मनाउन सक्षम भएका छौँ। आगामी वर्षमा पनि तपाईँको साथ हौसला प्राप्त गरिरहने अपेक्षा गर्दछौँ। क्रिस्टो मोन्टेसरी स्कुललाई आफ्नो बच्चाहरूको लागि पहिलो विद्यालयको रूपमा विश्वास गरेका अभिभावकलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। हामीमा तपाईँको विश्वासले नै हामीले हरेक वर्ष कामको प्रमुख शक्ति भएको छ। हामी मान्दछौँ कि मोन्टेसरी शिक्षा समावेशी विशेष सामग्री र दिनेको कारण हुन सक्छ तर हामी गुणस्तरीय शिक्षालाई सस्तो र सबैका लागि उपयोगी बनाउन प्रतिबद्ध छौँ। हामीले यस्ता संस्था सृजना गर्ने लक्ष्य राखेका छौँ जसमा तपाईँले गर्व गर्न सक्नुहुन्छ, जहाँ हरेक बालबालिकालाई हुर्काउने, सिक्ने र पालन पोषण गर्ने पाठामा बस्ने अवसर दिन्छौँ। र यो डाक्टर मरिया मोन्टेसरीद्वारा आत्मकामी मोन्टेसरी विधि हाम्रो शिक्षण दर्शन एक मूल हो। यो बालकेन्द्रित दृष्टिकोणले स्वतन्त्रता, जिज्ञासा र शिक्षाप्रतिको प्रेमलाई बढावा दिनमा केन्द्रित छ। हामी विश्वास गर्छौँ कि मोन्टेसरी विद्यार्थीहरू आत्मविश्वासी, उत्साही, आत्मनिर्देशित विद्यार्थीहरू र जिम्मेवारी नागरिक बन्न हुन्छन्। मोन्टेसरी विधिले बच्चाहरूलाई उनीहरूको वरपर उनीहरूको शिक्षामा प्राकृतिक चासो विकास गर्न प्रोत्साहित गर्दछ जबकि आत्मप्रेरणा र स्वतन्त्रतालाई बढावा दिन्छ। हामी ग्रेड र परीक्षामा भर पर्दैनौँ। हाम्रो सरकार यसको सरकार
हाम्रो आन्तरिक प्रेरणा र व्यक्तिगत जिम्मेवारीको धारणा विकास गर्नमा ध्यान केन्द्रित गर्छौँ। Thank you.
उहाँहरूको म्यामलाई चाहिँ म एकदमै धेरै हृदयदेखि नै थ्याङ्क यू भन्न चाहन्छु। अर्को कुरा चाहिँ हजुरहरू जसले यहाँ आएर हाम्रो नानी बाबुहरूको लागि यसरी टाइम लिन आउनुभएको छ, हजुरहरूलाई पनि एकदमै धेरै थ्याङ्क यू। किनभने अभिभावक बिना चाहिँ हाम्रो स्कुलहरू रन हुन सक्दैन। हाम्रो नानी बाबुहरूको विशेष प्रतिनिधित्वले गर्दाखेरि म धेरै बोल्न चाहिन्न। म दुईवटा कुरा मात्रै भन्छु। हजुरहरू सबैजना अभिभावकहरू नै हुनुहुन्छ। म पनि एउटा स्कुलको प्रिन्सिपलको नाताले र नानी बाबुहरूसँगै काम गरेको नाताले सँगसँगै हजुरहरू जस्तै नानी बाबुहरूसँग मेरो दिन बित्ने र हजुरहरू जस्तै अभिभावकज्यूहरूसँग चाहिँ मेरो साक्षात्कार भइरहँदाखेरि मैले दुईवटा कुरालाई मात्रै जोडेँ। एउटा भनेको हाम्रो प्रारम्भिक बाल विकास जुन एउटा जब हुन्छ त्यो भनेको चाहिँ 0 गर्भ अवस्थादेखि 8 वर्षकोसम्मको उमेर समूहमा पढ्नुहुन्छ र जुन नानीहरू अहिले हाम्रो त्यो उमेर समूहमा हुनुहुन्छ र जुन तरिकाले उहाँहरूले यहाँ प्रस्तुत गरिरहनु भएको छ त्यो चाहिँ उहाँहरूको सर्वाङ्गीण विकास अन्तर्गत नै क्रिस्चियन मन्टेसोरीले कार्यक्रमहरू आयोजना गर्नुभएको रहेछ र मैले हेर्दै गर्दाखेरि चाहिँ नानी बाबुहरूकै लेभलमा लगेर उहाँहरूकै आधारमा चाहिँ नानी बाबुहरूलाई यत्रो प्लेटफर्म दिनुभएको छ। त्यसको लागि चाहिँ हजुरहरूले क्रिस्चियन मन्टेसोरीको टिमलाई एकचोटि ताली पनि बजाइदिनु होला। हेर्दाखेरि यो स्टेजको सानो पर्फर्मेन्स देखिन्छ तर हामीले चाहिँ नानीहरूलाई यहाँसम्म ल्याउनको लागि चाहिँ 2-3 महिनादेखि नै एकदम ठुलो भूमिका निर्वाह गरिरहनु भएको हुन्छ। त्यसमा अभियसली स्कुल टिम इन्चार्ज शिक्षक शिक्षिकावर्ग डान्स टिचरदेखि लिएर म्युजिक टिचर सबैजनाको महत्त्वपूर्ण भूमिका रहनुहुन्छ। मैले एउटा त्यो भने। अर्को हामी अभिभावक भएर कार्यक्रम हेरिरहँदाखेरि स्टेजमा हजुरहरूले देख्नुभयो कति नानीहरूले राम्रो पर्फर्मेन्स गर्नुभयो, कतिले यहाँ आएर बिनु मात्रै भयो। तर हजुरहरूले नानी बाबुहरूसँग तुलना नगरिदिनु होला। देहा युनिक। हामी त्यो बेलामा स्टेज देखेको पनि थियौँ। त्यही भएर उहाँहरू स्टेजमा आउनुभयो, उभिन मात्रै दिनुभयो। द्याट इज भेरी ग्रेट फर अस। र त्यो भनेको चाहिँ हाम्रो जब हो। हामीले फाउन्डेसन बनाउँदैछौँ र भोलिको दिनमा अर्को वर्ष हजुरहरूकै नानी बाबुहरू फेरि अगाडि आएर छमछमी नाचिदिनुहुन्छ। त्यो भएको भएर मेरो बच्चाले चाहिँ गरेन, टिचरले नै सिकाउनु भयो, साथीहरूले गर्नुभयो, मेरो नानी बाबुहरूले गर्नु भएन भनेर तुलना नगरिदिनु होला। हाम्रो नानीहरू इन्डिभिजुअल हुनुभएकोले गर्दा हामीले चाहिँ कसैसँग पनि तुलना गर्दैनौँ। नानी बाबुहरूको सबैको आफ्नो क्षमता हुन्छ। अनि अर्को कुरा भन्दै गर्दाखेरि हामी सबैजना बाल विकासमा काम गरिरहेछौँ। 2 वर्षदेखि 8 वर्षसम्मका नानी बाबुहरूसँग काम गरिराखेको छौँ भनेपछि जसरी एउटा विद्यालयले उहाँहरूलाई सर्वाङ्गीण विकास गर्नको लागि गीत मार्फत, ड्रामा मार्फत, अब सरले नै भन्छ विभिन्न कार्यक्रमहरूमा उहाँहरूले प्लेटफर्म पाइरहनु भएको छ। त्यो भनेको चाहिँ हाम्रो स्कुलले नानी बाबुहरूको लागि चाहिँ एकदमै राम्रो अपर्च्युनिटीहरू क्रिएट गरिरहेको छ। भोलिको दिनमा हामीभन्दा अब्बल भएर उहाँहरू यहाँ निस्किनु हुनेछ। त्यसको लागि एकचोटि हजुरहरूलाई पनि ताली। यति राम्रा नानी बाबुहरू हामीलाई क्रिस्चियन मन्टेसोरीलाई दिएर चाहिँ यहाँसम्म ल्याउन सहयोग गर्नुभएकोमा मैले आजलाई यति नै भएँ। I love
जुन आज यो स्कुलको 4 वर्षको अन्तरालमा बालबालिकाहरूलाई कस्तो भूमिकाबाट शिक्षा दिइरहेको छ भने त्यो प्रतिभा हेर्नुलाई तपाईँहरूको माझमा जुन अहिले बालबालिकाहरूले आफ्नो प्रतिभा देखाउनुभयो त्यो प्रतिभा अत्यन्तै सराहनीय छ। किनभने विगतका दिनहरूमा हाम्रै पालामा चाहिँ यस्तो बेला हामी गुत्ते खेलेर बसेको अवस्था छ। अहिलेको बच्चाहरू हाम्रो पालामा आमाबाउको काखमा बसेर खेलेको अवस्था हुन्छ। अहिले कुनै अवस्थामा पुगेछ यो जुन हाम्रो देशको परिवर्तन पश्चात यो मोन्टेसरी स्कुलको स्थापना भयो, जुन सरकारले नीति ल्यायो त्यो अनुसार हाम्रो बालबच्चाहरू कतिको प्रतिभा छ के छ भन्ने कुरा सबैले थाहा भएको कुरा हो। तर एउटा कुरा के भने जुन कुरा बालबच्चाहरूलाई आफ्नो सानैदेखि स्कुलमा पढाउन पायो, हामी आनन्द बस्नु पायो भने त्यो ढुक्क हुनु राम्रो होइन। किनभने बच्चाहरूलाई एक दिन बिदा भयो भने बच्चाहरूलाई मोबाइल देखाएर खाना खुवाउने बेला मोबाइल देखाएर आफ्नो आनन्दसँग बसेर गफ गर्नुलाई कति रमाइलो हुन्छ। तर त्यसको प्रतिफल हामी भोलि भोग्नु नपरोस्। त्यही कारणले बच्चाहरू पढेको छ, आजको यो पढ्नु भएको छ, राम्रै स्कुलमा भइरहेछ भन्छ। आखिर घरमा आएपछि उसले जुन स्कुलबाट दिएको आफ्नो जुन होमवर्कहरू हुन्छ त्यो नगरिकन खेलौनामा व्यस्त हुन्छ। खेलेपछि बच्चाहरू आमा बाबुलाई आराम हुन्छ भने त्यो चाहना नगर्नु। बच्चाहरूको अगाडि हामीले पुरुषहरूले नगराउनु, आमा बाबु झगडा नगर्नु, गाली गर्नु नगर्नु। होमवर्क नगरे भने बाबुहरू होमवर्क गर्नु परेन, तिमी गरेन त्यो भन्नु हुँदैन। बाबुले होमवर्क गर्नुहुन्छ, नानीले होमवर्क गर्नुहुन्छ, ज्ञानी छ भने फकाइ हामीले त्यो अभिभावक भूमिका छ। सबै कुरा स्कुल लाइनमा जिम्मेदिने होइन। यत्रो पैसा दिएछ स्कुललाई गर्नुहुन्छ जे भए पनि भने त्यो कुरा बहाना गर्नु राम्रो होइन। किनभने सबभन्दा राम्रो भूमिका भनेको अभिभावकको हो। किनभने अभिभावकले जुन भूमिकाबाट आफ्नो बालबच्चालाई स्कुलमा शिक्षा दिनुभयो त्यो एउटा ठुलो दुर्भाग्यपूर्ण हुनसक्छ। किनभने आफ्नो सानो बच्चा छोडेर गयो, आफ्नो घर गयो, के गर्नेछ के हुन्छ भने त्यो होइन। आफूले स्कुलमा जिम्मेवारी दिइसकेपछि त्यो सबै जिम्मेवारी स्कुलको हुन्छ। तर त्यो जिम्मा हुँदैमा आफू ढुक्क बस्नु जरुरी छैन। किनभने कुनै पनि कुराहरूमा अब बच्चाहरूले अहिलेको प्रतिभा हेर्नु, कोही नानी बाबुहरू चुपला बस्नुभयो, कोही राम्रो नाच्नुभयो, कोही राम्रै गाउनु भयो। तर त्यो आफ्नो प्रतिभा हुन्छ। तर आजको बालबच्चाहरूलाई आमाबाबुले के भन्छ, फल्लाको छोराछोरी कस्तो राम्रो पढ्नु भएछ, कस्तो गीत गाउनु भयो, कस्तो नाच्नु भयो, तिमीले किन ननाचेको भने गाली गर्नु, त्यो गाली गर्नु हुँदैन। तर यो एउटा एकदम इज्जतको कुरा हो। यो एउटा चाहिँ बालबच्चाहरूबाट धेरै राम्रो प्रतिभा हो।
विशेष अतिथिज्यूहरूले सबै कुराहरू भनिसक्नु नै भएको छ, राखिसक्नु नै भएको छ। यसमा पनि पटक पटक हाम्रा उद्घोषक केसी भाइले पनि शिक्षाको विषयमा राम्रो शब्दहरू चयन गरेर हामीलाई मोहित गराइसक्नु भएको छ। तरै पनि मैले केही शब्दहरू राख्न जाँदैछु। वास्तवमा भन्ने हो भने हामी बच्चाहरूलाई, हाम्रा बच्चाहरूलाई एउटा शिक्षा जस्तो ज्ञानको ज्योति भन्ने गर्छौँ, शिक्षालाई ज्ञानको ज्योति भन्ने गर्छौँ। यसले बच्चाहरूको भविष्यको लागि सुनिश्चित गर्नको लागि हामी हर पल प्रयत्न गर्छौँ र एउटा गुणस्तरीय शिक्षा दिउँ है भनेर हामी भौतारी राखेका हुन्छौँ। हर पल बच्चाहरूको मानसिकता, बच्चाहरूको ध्यान कसरी हामी आकर्षण गर्ने भनेर आधा समय अभिभावकले जिम्मेवारी लिएको हुन्छ, आधा समय चाहिँ शिक्षकहरूले जिम्मा लिएको हुन्छ। र यो जिम्मेवारीमा मलाई लाग्छ एससीसम्म हामीले यो जिम्मेवारी वहन गर्छौँ। त्यसपछि उहाँ बच्चाहरूको उमेर बढ्दै गइसकेपछि उनीहरू आफै एससीपछि एउटा क्षमतावान व्यक्ति भएर निस्कनुहुन्छ र उहाँले एउटा बाटो चुज गर्नुहुन्छ। तर यसमा म अभिभावक जीवहरूलाई र हाम्रा शिक्षक जीवहरूलाई के अनुरोध गर्न चाहन्छु भने कुनै पनि बच्चालाई हामीले देख्यौँ, म पनि आमा हो, मेरो पनि नाति नातिनाहरू पनि छन्, मैले देखिरहेको छु बच्चाहरूलाई कुनै पनि विषयमा कुनै पनि गम्भीर रूपमा लिनुपर्ने रहेछ र उनीहरूलाई लाग्नु हुँदैन। उनीहरूलाई हरेक ठाउँमा फ्रिडम छोड्नुपर्छ। अघि हाम्रो वडा सदस्य, वडामा प्रतिनिधित्व गर्नुहुने हाम्रा आदरणीय विशेष अतिथिज्यूले कुरा राख्नुभयो, बच्चाहरूलाई हरेक कुरामा फ्रिडमको हिसाबमा छोड्नुपर्छ। र एउटै मात्रै कुरा हो, फ्रिडम भन्नाले उनीहरूको मानसिकता, उनीहरूको क्षमता, उनीहरूको के कुरामा चाहिँ इन्ट्रेस्ट राख्छ, चाख राख्छ, त्यो विषयलाई मात्रै हामीले बढी रूपमा ध्यान दिनुपर्ने जस्तो मलाई लाग्छ। र बच्चाहरूको भविष्यको निम्ति हामीले जुन किसिमको दुःख कष्ट गर्छौँ त्यो अनुसारको गुणस्तरीय शिक्षा भएन भने हामीलाई दुःख पनि लाग्छ। तर म यसै कुरालाई यहाँ जोड्न चाहन्छु कि मैले अहिलेसम्म सुन्नमा आएको यो वेस्ट जोन मन्टेसरी प्री स्कुलले अत्यन्तै राम्रो विद्यार्थीहरूको लागि, शिक्षाको लागि अत्यन्तै राम्रो अध्यापन गराइरहेको भन्ने कुरा सुन्नमा आएको पनि छ। म यही क्षेत्रको 3 नम्बर क्षेत्रकै निवासी भएको कारणले बेला बेलामा यहाँ ठोकना हरेक ठाउँमा म घुमिरहेको पनि हुन्छु। र त्यो मात्रै नभएर जस्तो विद्यार्थीहरूको अहिले पनि हामी देखिरहेछौँ, विद्यार्थीहरूलाई यतिसम्म उहाँहरूले गर्नुभएको छ कि उहाँ हरेक कुरामा एक्टिभिटिज गराइराख्नु भएको छ, सक्रिय गराइराख्नु भएको छ। र यो कुराहरू पनि हामीले मनन गर्नुपर्छ। कतिसम्म शिक्षाको स्तरलाई बढाउनको निम्ति, उचित शिक्षाको निम्ति उहाँहरूले के गर्दा बच्चाहरूलाई आकर्षित गर्न सकिन्छ, उहाँहरू अत्यन्तै गम्भीर रूपमा शिक्षाको लागि अध्यापन गराइराख्नु भएको जस्तो मलाई लाग्छ। र यहाँहरूले पनि देखिरहनुभयो अत्यन्तै मेरा आदरणीय अभिभावकज्यूहरू जसले अत्यन्तै महत्त्वपूर्ण आफ्ना बच्चाहरूले जुन किसिमले यहाँ आफ्नो हरेक कुराहरू, आफ्नो क्षमताहरू प्रस्तुत गर्नुभयो त्यसको लागि यहाँहरूले धन्यवाद पनि दिनुपर्छ जस्तो मलाई लाग्छ। र अर्को कुरा म के भन्न चाहन्छु भने म बागमती प्रदेशको सांसद भएको कारण हामीले शिक्षाको गुणस्तरलाई अगाडि बढाउनको निम्ति यसको लागि म एउटा पार्टीमै आबद्ध भएको कारणले म एउटा केन्द्रीय सदस्य, एउटा फोरममा भएको नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य एउटा फोरममा रहेको कारणले हामीले शिक्षालाई गुणस्तरीय रूपमा कसरी लाने भनेर हामी सदैव यसमा चिन्तित पनि छौँ। हाम्रा आफ्ना कुराहरू पनि हामीले राखिरहेका छौँ। मेरो फोरममा पनि र मेरो जुन बागमती प्रदेश सरकारले गर्नुपर्ने गुणस्तरीय शिक्षाको लागि हामीले गर्नुपर्ने र बच्चाहरूको क्षमताको विकासको लागि आज हुन त यहाँ कुराहरूले हाम्रो उद्घोषक केसी भाइले भन्नुभयो यो देशको मुलुकको डक्टर बनोस्, इन्जिनियर बनोस्,
लाग्छ भने यो मुलुकमा यस्ता बच्चाहरूलाई हामीले बनाऊ कि जसले ती इन्जिनियर डक्टरहरूलाई ती श्रमिकहरूलाई जसले श्रम गर्छ त्यस्ता व्यक्तिहरूलाई हामीले चाहिँ त्यो जुन किसिमको श्रमको लागि हामीले दिनुपर्ने तलब हुन्छ त्यो तलबै हामीले दिन सकिरहेको छैन। त्यसको लागि क्षमतावान व्यक्ति पनि यो देशमा बनाउन सकौँ जसले राष्ट्रलाई बचाउन सकोस्, राष्ट्रको अस्तित्व राख्न सक्ने व्यक्तिहरू पनि हामीले यसमा अगाडि बढाउनुपर्छ जस्तो मलाई लाग्छ। यहाँ डक्टर र इन्जिनियरको कुरा मात्र होइन, हरेक तह तबकामा समाजलाई परिवर्तन गर्न सक्ने, समाजलाई एउटा राम्रो बनाउने र सुन्दर राष्ट्रको कल्पना गर्ने, सुन्दर राष्ट्रलाई अगाडि बढाउन सक्ने क्षमताको पनि क्षमतावान व्यक्तिहरूलाई हामीले बनाउनुपर्छ। अहिले ससाना भाइहरू भाइबहिनीहरू वास्तवमा भने काँचो माटो हो, यसलाई जता लगे पनि हुन्छ। यसलाई एउटा गुडियाको रूपमा हामीले माटोलाई खेलेर हामी बनाउँछौँ, विभिन्न आकार प्रकार दिन्छौँ नि, यही अवस्थामा रहेको अवस्था छ। त्यसैले यस्ता बच्चाहरूलाई हामीले एउटा विकास गर्नको निम्ति, यिनीहरूको विकासको निम्ति जुन किसिमको भूमिका यो विद्यालयले खेलिरहेको छ अत्यन्तै सराहनीय पनि मलाई लाग्छ। किनभने एकछिन मात्रै 2 घन्टा मात्रै हामीले बच्चासँग बस्दा हामीलाई झर्को लाग्छ, हामीलाई रिस उठ्छ होइन। तर घन्टौँ विद्यालयमा आधा हाम्रो बच्चाहरू विद्यालयमै भुलिएको हुन्छ। त्यसैले म विनम्र अनुरोध गर्छु शिक्षक शिक्षिकाहरूले पनि बच्चाहरूको भविष्यको निम्ति, बच्चाहरूलाई गुणस्तरीय शिक्षाको निम्ति के गर्दा हुन्छ त्यो पनि यहाँका प्रतिनिधिदेखि लिएर राष्ट्रका सांसद सभासदहरूसहितलाई हामीले एउटा भनौँ न सरसल्लाह पनि दिने व्यवस्था पनि गर्नुपर्छ। मलाई मानवको अघि प्रतिनिधिहरू जो आउनु भएको छ उहाँहरूसँग पनि वडामा हुन्छ, उहाँलाई हामीले कसरी चाहिँ बच्चाहरूको शिक्षाको निम्ति गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने कुराहरू हामीले त्यो कुराहरू चाहिँ यहाँहरूले सरसल्लाहको रूपमा यसो चिया कफै पनि हामीले गर्न सकिन्छ। यसरी गरिदिनु होला भने म अभिभावकज्यूहरूलाई पनि, म आदरणीय अभिभावकज्यूहरूलाई पनि म अत्यन्तै हृदयदेखि नै अनुरोध गर्न चाहन्छु। र अर्को कुरा, हामी सबै सम्पन्न छैनौँ। हामी अहिले साँच्चै नै भनौँ भने आर्थिक रूपमा अत्यन्तै जर्जरताको रूपमा छौँ। हामीले विद्यार्थीलाई उचित, हाम्रा छोराछोरीलाई हामीले उचित शिक्षा दिन नसकिरहेको अवस्था छ। र यस्तो अवस्थामा हामीले के गर्दाखेरि चाहिँ हामीले आर्थिक रूपमा आज बेरोजगारका कुराहरू छ, सबै कुराहरू जोडिएर आएको छ। यो अवस्थामा आज यहाँ अभिभावकको रूपमा आउनुभएका मलाई आज प्रमुख अतिथि पनि अघि हाम्रो प्रिन्सिपलले भन्नुभयो, आज महिलाहरू हामी चाहिँ आमाको जिम्मेवारी, आमाले नै बच्चाको धेरै जिम्मेवारी लिने हुनाले प्रमुख अतिथि पनि पहिला नै कति खुसी लाग्यो भन्ने। वास्तवमा भन्नु भने हामीले आँखा ढाक्ने महिलाहरू हामीले चाहिँ जिम्मेवारी, हाम्रो संस्कार, हाम्रो समाज, हाम्रो देशमा हामीले नै महिलाहरूले नै जिम्मेवारी बढिरहेको हुन्छ नि। विदेशमा हेर्ने पनि पुरुष र महिला बराबर जिम्मेवारी बच्चाको निम्ति लिएको छौँ, मैले देखेको छु। तर हाम्रो देशमा भने हामी महिलाले अगाडि बच्चाहरूलाई अगाडि बढ्नुपर्छ। बच्चालाई सरसफाइदेखि लिएर पकाउने, खाने मिलाउने आधा काम अहिले पनि कतिको बिग्रिरहेको छ, छटपटिराख्नु भएको होला होइन। म पनि महिला हो, तर यस्ता समस्याहरू हुन्छ, घरबाट हिँड्दै गाह्रो हुन्छ। म राजनीतिक क्षेत्रमा छु, धेरै सङ्घर्ष गरेर हामीले यो ठाउँमा आइपुगेका छौँ होइन। त्यसैले गर्दाखेरि हामी अभिभावकहरू, महिला, विशेष गरेर महिला दिदीबहिनीहरूले पनि बच्चाहरूको के कुरामा इन्ट्रेस्ट छ त्यो कुरालाई हामीले छोड्नुपर्छ। तर हामीले कुरालाई लाग्नु हुँदैन। लाग्नु भनेको मतलब चाहिँ कुरालाई यही सब्जेक्टमा चाहिँ जानुपर्छ भनेर भन्नु हुँदैन। र अर्को कुरा, हामीले धेरै, म मेरो आफ्नो अनुभव पनि यहाँलाई सेयर गर्न चाहन्छु, धेरै बच्चाहरूलाई चाहिँ स्वतन्त्र छोडिदिनुपर्छ। तर आर्थिक रूपमा हामी अत्यन्त अप्ठ्यारो, मैले पनि यो कुरालाई जोड्न चाहेँ कि आर्थिक रूपमा अत्यन्त अप्ठ्यारोमा छौँ। हरेक कुराहरू बच्चाहरूको हामीले पुरा गर्न सक्ने क्षमता हाम्रो छैन। र यो सबै कुरा अभावमा पनि बच्चाहरूलाई राख्नुपर्छ भन्ने म यहाँलाई अलिकति यो सेयर गर्न पनि चाहन्छु। त्यो अभावले गर्दा बच्चाहरू अझै बलियो हुन्छ। तर हामीले हरेक कुरामा चाहिँ बच्चाहरूलाई चाहिँ सबै कुरामा 100को सामान्य हुने
धेरै कुरा राख्न चाहन्छु। म भाषण गर्न आएको होइन, म अत्यन्तै यहाँको विद्यालयमा रमाइलो पनि मैले गरेँ। अलिक सञ्चालन नभएको कारणले भाइहरू जस्तो प्रकाश गौरजी प्रिन्सिपल उहाँले मलाई र उहाँहरूको टिम जुन छ, त्यो विद्यालयको जुन टिम छ त्यो टिमले मलाई बोलाएर बहु अतिथिको आसन गराउनुभयो र यहाँसँग मेरा आदरणीय अभिभावकहरूसँग बालबच्चाहरूसँग मेरा प्रिय भाइ बहिनीहरूसँग भेट्ने मैले मौका पनि पाएँ र म अत्यन्तै यहाँहरूलाई धन्यवाद हृदयदेखि धन्यवाद दिन पनि चाहन्छु र यो कार्यक्रमको उत्तरोत्तर प्रगति र अभिभावकज्यूहरू र मेरा प्रिय साना भाइ बहिनीहरूलाई हार्दिक हार्दिक शुभकामना दिन पनि चाहन्छु। यहाँहरूको ग्रेजुएसन डे आज अत्यन्तै अभिभावक मेरो बच्चाहरूले के कति प्रगति गर्यो, के गरिरहेछ भन्ने कुरा यहाँहरू आफ्नो प्रत्यक्ष रूपमा लाइभको रूपमा यहाँ हेरिरहेको छ र यहाँहरूलाई पनि आफ्नो के कति कस्तो किसिमको बच्चाहरू कुन हिसाबले गइरहेछ यहाँहरूले गम्भीर रूपमा पनि लिनुपर्ने हुन्छ भन्दै र यस विद्यालयको भन्ने विद्यालयको अपग्रेड पनि गर्नुहोस् के अरे प्रकाश भाइ भने उहाँले भन्नुभयो र यसको प्रगति यसलाई अझ हामी अपग्रेड गरौँ र अलिकति अझै पनि गुणस्तरीय शिक्षा बच्चाहरूलाई हामीले एउटा ठाउँमा पुर्याउँ। यसको लागि म बागमती प्रदेशको सांसद भएको कारणले मेरो आफ्नो तर्फबाट मैले के गर्नुपर्छ र कुन ठाउँमा मैले आफ्नो सहयोग गर्नुपर्छ मैले अघि पनि भनिसकेँ र पुनः भन्न चाहन्छु र आर्थिक स्थिति अत्यन्तै कमजोर भएका भाइ बहिनीहरूको निम्ति मैले आफूले राज्यको तर्फबाट र मैले आफ्नो व्यक्तिगत तर्फबाट मैले सामाजिक हिसाबले सदैव सहयोग गर्दै हिँड्ने भएको कारणले यहाँहरूलाई सहयोग गर्ने कोही विद्यार्थीहरू स्कुलमा पढाउँदै गर्दा जो चाहिँ विद्यालय स्कुल किताब किन्न नसक्ने अवस्थाका हुन्छन्, कोही फी तिर्न नसक्ने अवस्थाका हुन्छन्, त्यस्तो विद्यार्थीहरू कोही भइदियो भने मलाई पनि सम्झिनुहोला। मेरो नम्बर प्रकाश गौर भाइसँग छ, उहाँले मलाई फोन गर्नुहुन्छ र म यहाँहरूको लागि सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै विराम छु। धन्यवाद, हार्दिक नमन। Because kindness
एउटा स्कुल राम्रो हुनको लागि टिचरले र स्कुल परिवारले मात्र
मात्रै मेहनत गरेर पक्कै पनि पुग्दैन। स्कुल राम्रो बन्नको लागि र राम्रो बनाउनको लागि हामी अभिभावकले उत्तिकै साथ र सपोर्ट दिनुपर्छ र यो कुरा क्रिस्चियन परिवारमा पक्कै छ। म केही दिन अगाडि मात्र क्रिस्चियन परिवारसँग थिएँ, जुन पेरेन्टिङ सेसनमा थिएँ त्यो दिन पनि यति धेरै उपस्थिति हुनुभएको थियो। एउटा कुनै स्कुल समुदायले राखेको एउटा कार्यक्रममा अभिभावकको उपस्थित हुनु भनेकै हामीले आफ्ना बालबालिकालाई समय दिएको हो। र I study in
आज कार्यक्रममा प्रमुख अतिथि निशान्त समाजमा सर्टिफिकेट किड्स जोनलाई ग्रेड 1 मा देख्न पाउनेछौँ। Okay, congratulations, happy birthday! हाम्रा ग्रेड 1 का भाइ बहिनीहरूको नाम यस प्रकार रहेका छन्। साइन्सा शाक्य कृपया हाम्रो वडा सदस्य प्रिन्सिपल सम्पूर्ण अभिभावकहरूप्रति चाहिँ धन्यवाद व्यक्त गर्दै